घाम तापिरहेको अहिले रोक्नु एकछिन देखाइदिनु हेर्नु गई 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 मजाको सिन छ। हेलो साथीहरू, हजुरहरूलाई स्वागत छ सुस्मिता ब्लग युट्युब च्यानलमा। हजुरहरूलाई आजको पनि हजुरहरूसँग आफ्नो रमाइलो पल साट्नको लागि हामी चाहिँ यहाँ जान लागिरहेको छौँ कहाँ भने हामी चाहिँ आज विक्रम बाबा मन्दिर दर्शन गर्न लागेको छौँ। आज चाहिँ देख्न सक्नुहुन्छ हजुरहरूले मौसम एकदम धेरै रमाइलो भएको छ, एकदम रमाइलो। वाउ, आज चाहिँ हामी चाहिँ अनि म भएर चाहिँ हामी चाहिँ जहाँ गएको छौँ मेरो छेउछेउ छोराको चाहिँ स्कुल छ, स्कुल छ, त्यही भएर विचार गर्दा नपाएन, त्यही पनि केही छैन। हामी चाहिँ अब आज चाहिँ गयौँ किनभने नि फेरि पानी पऱ्यो भने फेरि है हुन्छ नि त, चैतभरि पानी पर्ने जस्तो छ भने थाहा पाएको छौँ। अनि पानी पऱ्यो भने फेरि हामीलाई जानलाई हामीलाई के होइन फेरि रोकिन्छ नि त। हामी जाने भनेको थियौँ, अनि पानी पर्नेको कारणले हामी रोक्यौँ भने त हाम्रो मनबाट त्यहाँ जान लागेको त्यो त भयो, जान रोकिन्छ। त्यही भएर चाहिँ आज कस्तो राम्रो घाम लाग्यो, मौसम पनि राम्रो छ, त्यही भएर चाहिँ हामी जाँदैछौँ। सो हजुरहरू हेर्दैको जानु होला। नरिवलसँगै साथीहरू हेर्नु यस्तो केराघारी जगतपुरको केराघारी सबै केरा खेती। जङ्गलमै हुन्छ के भनेको त यहाँ हो, यहाँ लडे म त उतै बिचमै जङ्गलमै लडेको छु क्या भनेको। सक्छु भनेर होला नि त। घाम तापिरहेको अहिले रोक्नु एकछिन देखाइदिनु हेर्नु गई 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 मजाको सिन छ। यता पनि छ हेर्नु यस्तो, यता पनि यताबाट बगेर चाहिँ यता
यस्तरी यसरी हामीलाई बस्छ। के हो साथीहरू, हामी चाहिँ लाग्यौँ यस्तो। त्यहाँबाट चाहिँ यसरी हामी त यताबाट हिँड्नुपर्छ रहेछ, हिँड्दै जाने हो साथीहरू। यहाँ गाडी लान पाइँदैन, बाइक पनि लान पाइँदैन, पैदल यात्रा गर्दै जाने हो भगवानको दर्शन गर्नलाई। हेर्नु कस्तो राम्रो सिन छ। अब यहाँ बच्चा भएर अलिकति उ भयो क्या, बाउ छोरा यसरी हिँड्ने खान्, बाउले छोरालाई बोकेर हिँड्नु भयो। यसरी जङ्गल जङ्गल छ। अब जङ्गल झन् यहाँ अब जे पनि भेट्न सकिन्छ है बाबा, जङ्गल जनावर पनि आउन सक्छन्, जे पनि भेट्न सकिन्छ यसरी। यहाँ त्यहाँ चाहिँ के होला त, नाम टिपाउने हो के गरेको त? यताबाट जाने हो ए, बाइकहरू नभनेको यताबाट जाने रे के म त ए यताबाट घुम्नु परेन, यताबाट जानेमा ए। विक्रम बाबा दर्शन गर्न आएका छौँ हामी। हाम्रो साथीहरू हिँड्दैछौँ। रमाइलो फिल भइरहेछ। तर मलाई त भयो है, किन अघि बिचरा आउन सक्यो नि त। सबै बच्चाहरू आइरहेको स्कुल छ, एक्जाम छ नि त अब त, त्यही भएर पनि फेरि स्कुल छोडेर ल्याउने कुरा नि भएन है। साथीहरू यसो जस्तो जङ्गल जङ्गल भएर कमिला घर है यो, कमिला घर ए यस्तो जङ्गल जङ्गल हुँदै हामी गइरहेछौँ। धेरैजना मान्छे हुनुहुन्छ, धेरैजना। बुढालाई कस्तो भइरहेको फिल? गुड भइरहेको। बच्चासँग हिँड्न पर्दा कस्तो भयो? दुःख चलाउनै पर्यो दर्शन गर्न जाँदा। सो साथीहरू हेर्नु, मन्दिर चाहिँ हामी आइसकेका छौँ। बडा एकदमै शक्तिशाली मन्दिर हो, एकदम शक्तिशाली मन्दिर हो। हजुर पनि आउन चाहनुहुन्छ भने आउन सक्नुहुन्छ यो मन्दिरमा। एकदम धेरै लाखौँ लाख आउँछ धर्मावलम्बीहरू। यो अहिले त के हो र होइन, अहिले 14 दसैँमा यो शनिबारको दिनमा झन् मान्छेहरू कता कताबाट त गाडी रिजर्भ गरेर आइरहेको हुनुहुन्छ। हामी चाहिँ हिजो नि आउन लाग्दाखेरि चाहिँ पानीले रोक्यो क्या हामीलाई। हिजो देखाउँथेँ मैले कतिको भिड हुन्छ भनेर। मेरो बच्चा चाहिँ यहाँ छटपटिरहेको कि यसलाई तल हिँड्ने हेर्नु, सबैजनाले पूजा गर्दै हुनुहुन्छ। उसलाई पनि ऊ गरिदिनु है, अब त्यहाँ पुगेपछि त यो निकालिदिनु हुन्छ, तल निकालिदिनु है। हामी पूजा गर्नुपर्छ। हेर्नुहोस् यसरी जङ्गलको बिचमा हो क्या मन्दिर चाहिँ है। म त पहिलोचोटि आएको यहाँ, मलाई थाहै छैन। साल चलाउनु पर्ने के हो त्यो सालतिर आएको रहेछ। हेर्नु न, म त के खाएको नि यसरी। जय विक्रम बाबा, जय विक्रम बाबा भोलेनाथ। मेन मन्दिर चाहिँ यो हो साथीहरू। तर हजुरलाई चाहिँ अचम्म लाग्न सक्छ कस्तो खालको मन्दिर भन्नु, यो चाहिँ बलि चढाउने हो, त्यस्तो नदेखाऊँ। अनि यो चाहिँ मन्दिर
कहाँ आइपुग्नु भयो आज हामी विक्रम बाबा मन्दिर आइपुग्यौँ फर्स्ट टाइम आएको म ल दर्शन गर्ने अब सो साथीहरू आज चाहिँ हामीले भगवान्को पूजा नै गरिसक्यौँ विक्रम बाबा हेर्नु यस्तो भिड छ मेरो बुढा यसरी पूजा गरेर नि मेरो बुढा र म बसिसकेका छौँ अनि हामी चाहिँ हामी त नभनौँ म चाहिँ कहिले पनि आएको थिइनँ आज आएको छु भगवान्सँग मैले मनको कुराहरू धेरै मैले भगवान्सँग मागेको छु र भगवान्ले पुऱ्याउनुहुन्छ भने म विश्वास पनि गर्नेछु म भगवान्लाई पे गरेको छु है पुऱ्याइदिनु होला हजुरहरूलाई यदि हजुर चितवनमा हुनुहुन्छ भन्दा अझै हजुर त भन्नै पर्दैन तर हजुर टाढै पनि हुनुहुन्छ भने चितवन भ्यालीभन्दा टाढा हुनुहुन्छ भने आउन सक्नुहुन्छ यहाँ दर्शन गर्नलाई धेरै धेरै शक्तिशाली मन्दिर एकदम राम्रो मन्दिर सो साथीहरू हामी चाहिँ फर्किसकेका छौँ पूजा गरेर हिँड्नुहोस् जङ्गलै जङ्गल छ अहिले हामीले देख्नुभयो भने फेरि हामीलाई फोटो खिच्न मनाइ छ भन्नुहुन्छ त्यसरी म यसरी जङ्गलको फोटोहरू खिच्दै हिँड्ने भिडियो खिच्दै हिँडिरहेको छु हेर्नुहोस् यस्तो यस्तो छ क्या यस्तो राम्रो छ है तर यस्तो राम्रो लाग्छ क्या यहाँ चाहिँ सो साथीहरू हामी चाहिँ अब घरतिर लाग्यौँ धेरै हिँड्नुपर्छ भने जस्तो थियो तर धेरै हिँड्न चाहिँ पर्ने रहन्छ